दिदी नमस्कार, चाह खान म त भर्खरै खाएर आएँ भाइ त तल आएर ठुली कहाँ गयो कि ओहो दिदी भन्न त कसैलाई नभन्नु होला मैले आएर भनि नभन्नु होला कति कुरा काटेँ कि त्यो अस्ति भर्खर पैसा कहाँ बिहारेको त बुहारीको कुरा ओहो मेरी बुहारी त खालि यस्ती रे उस्ती रे बिहान नि उठ्थिने खानासाना नि बनाउन जान्दिने खालि त्यही टिकटक गरी चाहिँ लिपस्टिक पाउडर धस्छे अनि यसलाई त गाउँमा लगाएर भैँसियो गोबर सोराउनु बाबा खान्थे अरे दिदी त्यस्तो भन्न सक्ने के अरे देउता जस्तो फुल जति त बुहारीलाई ओहो अब मेरो त दिदी मना पाप छैन हेर्नु अरूवा कुरा काट्न नि आउन्न मलाई खासै त्यही कसले कुरा मेरा नि कुरा काट्छन् भाइ आफूले त अरूका कुरा कहिल्यैका जुनिया काटिएन भाइ दिदी मेरा चाहिँ कुरा दुनियाँले काट्ने भाइ मलाई त त्यही भएर सल्लाह नि पोको पार्छ दिदी क्या रे दिदी